नमस्ते, तपाईँ शुभ नाम? लक्ष्मण माझी। यहाँको हजुर यहाँको भन्नु पुजारी? पुजारी लक्ष्मण माझी। कति सालमा यहाँ कोटियम लाग्यो? 50 मैले 51-50 सालमा हो। 50-51 ल। को आउनुभयो थियो? योगी नारायण नाथ आउनु भयो। ठिक छ। बाबुको नाम? विज्ञान राई। ए, घर कहाँ? कत्तिके। ल, यो स्थान भोजपुर जिल्ला डिङ्ला नगरपालिका वार्ड नम्बर 1 मा पर्छ र यहाँ एकजना सशक्त महिला हुनुहुन्थ्यो, योगमाया न्यौपाने। उहाँले त्यतिखेर राणा शासनकालमा राणाहरूलाई सती प्रथा बन्द गर्नु पर्यो, बाल विवाह बन्द गर्नु पर्यो, बिधुवीले पनि इज्जतका साथ पुरुषले जस्तै बिहे गर्न पाउनु पर्यो, श्रीमतीको निधनपछि पुरुषले इज्जतका साथ बिहे गर्न पाए जस्तै पुरुष बितेपछि महिलाले पनि इज्जतका साथ बिहे गर्न पाउनु पर्यो भन्ने उहाँको माग हो। पहिला यहाँ निकै ठुलो खोला थियो, पछि पर्यो र यो तपाईँको अरुण खोला यहाँ बगिरहेको छ। यो अरुण खोला बगिरहेको छ, यसरी जाँदैछ र उहाँले यस्तै गरी अन्य अत्याचार विरुद्ध राणालाई विभिन्न माग राख्नुभएको थियो। सती प्रथा 1977 सालमा बन्द भयो, तर पनि राणाको क्रूरता, सामाजिक दास प्रथा नहटेको हुनाले उहाँले युद्ध गर्दा गर्दै, वैचारिक युद्ध गर्दा गर्दै जुद्ध संस्थाले आश्वासन दिनुभयो, तर मान्नु भएन। यहाँ पहिला ठुलो खोला थियो, नमानेपछि उहाँले 240 जना सहित अग्नि समाधि, आगोमा हाम फालेर मर्ने भनेर यो जङ्गल एरियाबाट निकै दाउराहरू जम्मा गर्नुभएको थियो, तर जुद्ध संस्थाले थाहा पाएर 500 जना सेना परिचालन गरेर त्यो रोक्नुभयो। अनि यहाँ आएर एरिया घेरेको मात्र होइन कि 3 महिनादेखि 3 वर्षसम्म उहाँलाई थुन्नुभयो र योगमाया र उहाँको छोरी नयनकलालाई पनि थुन्नुभयो। पछि उहाँहरू छुटकारा भएर फेरि राणाहरूको विरुद्धै जनतालाई शोषण पीडित भएको हुनाले यसै ढुङ्गामा आएर, यही ढुङ्गा हो र यहाँ निकै गहिरो थियो रे पहिला। त्यसपछि फेरि असारको महिना, असार 22 गते उहाँले टाउकोमा बत्ती बालेर टाउकोमाथि दियोमाथि बत्ती तेल बालेर यहाँबाट हाम फालेर ओम नमः शिवाय यसरी पहिलो दोस्रो यसै गरी लगालग उहाँको छोरीसहित 67 जना, उहाँ समेत 68 जना, अर्थात् 66 जनालाई अघिल्लो दिन र 2 जनाले भोलिपल्ट 68 जना। उहाँको छोरी नयनकला तत्कालीन समयमा 17 वर्षको मात्र हुनुहुन्थ्यो। यसरी राणाहरू विरुद्ध उहाँले यहाँ सङ्घर्ष गरेर जल समाधि अर्थ हुन्छ जलमा हाम फालेर आत्महत्या। अब उहाँको इतिहास यहाँ छ, यहाँ लेखेको छ समाधिशिला। शक्तिमाता योगमाया र उहाँका 67 जना अनुयायीले 1998 साल असार 22 गते हरिशयनी एकादशीका दिन जल समाधि लिनुभएको शिला श्री योगमाया शक्तिपीठ तपोभूमि विकास तथा व्यवस्थापन संस्था मजुवा बेसीद्वारा संरक्षित। धन्यवाद।